पुङलुङ 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 पछि कानुन पनि त्यसरी नै लेख्छ कि साथीहरूले। अनि घन्टी हल्लाको छ बाबा घन्टी भनेको त मन्दिरमा राख्ने है। म पनि तपाईँको चाहिँ मन्दिर गएर श्रद्धा अब हिजो पनि तपाईँको चाहिँ के अरे होइन पाठीबाट माता लगायत चाहिँ विभिन्न देवी देवतालाई मैले पनि ढोगेँ है। यो देशको शान्ति सुरक्षा मैले मागेँ है। म पनि मन्दिर जान्छु घन्टी हल्लाउँछु तर दिनभरि रातभरि घन्टी किन हल्लाएको भनेको के घन्टीको अपमान भएन। यो बारेमा पनि सोच्नुपर्छ के अरे तपाईँको छैन यो बारेमा सोच्नुपर्छ। त्यो जहिले पाए तैले हल्लाउने होइन नि त्यो चिज होइन र। अनि त्यो पार्टीलाई फेरि भिजन के हो भनेर सोध्नुपर्छ। टुङलुङ 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 भिजन त्यही हो है है। शैक्षिक क्रान्ति कसरी गर्ने, आर्थिक विकास कसरी गर्ने, यो देश कस्तो बनाउने, एमसीसी को बारेमा के छ पुङलुङ 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 पछि कानुन पनि त्यसरी नै लेख्छ कि साथीहरूले। त्यो संसदमा गएर त हामीले कानुन बनाउनु पर्दैन भनेको, नीति निर्णयहरू गर्नु पर्दैन। त्यहाँ पनि हा हा र हु हु ओहो भनिने हो।